नमस्कार आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, म रामजी यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको हैसियतले आज 137औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। श्रमको सम्मान नै देश विकासको आधार हो भन्ने मूल मर्मलाई आत्मसात गर्दै सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ। श्रम कुनै एक पेशा वा वर्गमा सीमित छैन। निर्माण स्थलमा काम गर्ने मजदुरदेखि बिरामीको उपचार गर्ने डाक्टरसम्म, खेतमा पसिना बगाउने किसानदेखि न्यायका लागि खटिने कानुन व्यवसायीसम्म, घराइसी कार्यमा सहयोग गर्ने घरेलु श्रमिकदेखि प्राविधिक विकास गर्ने इन्जिनियरसम्म र ज्ञानको ज्योति फैलाउने शिक्षकसम्म हामी सबै श्रमिक हौं। हामी सबै आफ्नो स्थानबाट राष्ट्र निर्माणमा योगदान पुर्याइरहेका छौं। त्यसैले आजको यस विशेष दिनमा हामी सबैले एकअर्काको योगदानको मूल्य बुझ्दै सम्मान गर्ने र एकअर्काप्रति कृतज्ञता व्यक्त गर्ने संस्कारलाई अझ सुदृढ बनाऊ। यसै सन्दर्भमा आजको यस विशेष दिनमा म 3 वटा महत्त्वपूर्ण कार्यहरू घोषणा गर्न पाउँदा अत्यन्त हर्षित छु। पहिलो, आजको मितिदेखि 5 वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ। यस कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्नेछ। दोस्रो, विदेशमा रहेका नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेश स्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी कन्सुलरबाट हप्तामा 1 पटक साप्ताहिक फेसबुक, टिकटक लाइभ कार्यक्रम सञ्चालन गरिनेछ। अब तपाईहरू जहाँ हुनुहुन्छ सरकार तपाईसँगै छ। तेस्रो, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि 6% ब्याज दरमा रु 1,50,00,000सम्म नियमानुसार सापट्टि लिन सक्ने व्यवस्था मिलाइएको छ। यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नवीन रोजगारी सृजनाका कार्यक्रमहरू पनि अघि बढिरहेका छन्। अन्त्यमा मुलुकको आर्थिक विकास र समृद्धिको वास्तविक आधार परिश्रमी श्रमिकहरू नै हुनुहुन्छ। श्रमिकको पसिनाको उचित मूल्य र सम्मान सुनिश्चित भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मेरो दृढ विश्वास छ। पुनः सम्पूर्ण नेपाली श्रमिकहरूको सम्मान, सुरक्षा र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।